8 देखि 10 घण्टाभित्र यो सुकेको हुन्छ। अनि त्यस पछाडि यो हाम्रो यो जुन अहिले फापर मैले यो देखाइरहेको छु नि हैन, यो फापर चाहिँ एउटा मात्रै प्रोडक्ट अहिले चोखो पिठो भने हैन, जुम्लादेखि लिएर आएको जाउँ है। जुम्लादेखि ल्याउनु भएको छ? हजुर हजुर। अहिले चाहिँ हामीले चाहिँ 20 जनालाई हामीले रोजगार दिइरहेको छ। 20 जनालाई हिजो चाहिँ अब अस्ट्रेलियातिर लाग्नु पर्यो क्यारे रोजगारीको लागि भन्ने तपाईहरु आज नेपालमा नै 20 जनालाई रोजगारी दिनुभएको छ। हजुर हजुर। उहाँले पनि नेपालमै केही गर्न पाए हुन्थ्यो भनेर हामी चाहिँ सधैँ बाहिर जाने क्रमलाई पनि रोकेर हामी नेपाल नत्र विदेश जाने तपाईहरुको एक किसिमको तयारी सोचाइ थियो? तयारी पनि प्रोसेस भइरहेको थियो। कोदो फापर जौमा जुन चाहिँ त्यसमा भएको पोर्सन चाहिँ एकदम हाई बनाएर चाहिँ हामीले बजारमा लिएर आउनु थियो हाम्रो टार्गेट चाहिँ हैन। हामी चाहिँ 1.5 वर्षदेखि 2 वर्षसम्म चाहिँ त्यही तिनीहरूकै त्यो कोदो फापर जौ कागुनोमै त्यसमै रिसर्च गरिरहेको थियौँ र फाइनली हाम्रो प्रोडक्टहरू चाहिँ 1 by 1 त्यो सक्सेस पनि हुँदै गयो। आउँछ एकदम धेरै अब्स्ट्याकलहरू आउँछ, उतार चढावहरू एकदमै धेरै आउँछ हैन। नेपालमा त्यो सम्भावना छ? एकदमै ठुलो सम्भावना छ नेपालमा। किन रिसर्चमै हाम्रो धेरै खर्च भएको छ नि, त्यो कहिलेका चाहिँ एकदमै थाकेको जस्तो फिल हुन्थ्यो। तर हाम्रो मन आत्मालाई चाहिँ यति विश्वास छ कि हामीले चाहिँ प्रोडक्ट यति राम्रो ल्याएको छौँ किनकि हरेक हाम्रो कस्टमरहरू चाहिँ एकदम सेटिस्फाई हुनुहुन्छ भन्ने चाहिँ त्यो चाहिँ विश्वास थियो। हाम्रो प्रोडक्टहरूमा हामीले चिनी राखेर उत्पादन गर्दैनौँ। चिनी कुनैमा राख्नु? कुनैमा पनि व्हाइट सुगर चाहिँ हुँदैन, चाहिँ मैदा हामी युज गर्दैनौँ हैन। अनि त्यस पछाडि हामी प्रिजर्भेटिभमा जाँदैनौँ, आर्टिफिसियल कलरहरू राख्दैनौँ, चाहिँ यति धेरै पौष्टिक तत्त्वले भरिएको हुँदो रहेछ। अनि हामीले चाहिँ त्यसलाई हेला गरिराखेको रहेछौँ क्या सर हैन। तर अर्को कुरा चाहिँ यो अन्नहरूबाट हामी भने जस्तो खाना तयार गर्न सक्छ। हामी विदेशी खानामै निर्भर भएर आज इन्डियाबाट जिमबाट आउनु भएको छ, ब्रेकफास्टमा के खाने भन्ने छ, सधैँ ओट्स खाँदा दिक्क भए, सधैँ जौको चिउरा खाँदा दिक्क भए भन्नुहुन्छ भने हजुरले यो अप्सन युज गर्न सक्नुहुन्छ। फापरको फ्लेक्स, यसमा पनि हजुरले राम्रो प्रोटिन पाउनुहुन्छ। 22% प्रोटिन छ भने एन्टिअक्सिडेन्ट पनि एकदमै राम्रो छ यसमा हैन। न्युट्रिसन वाइज पनि एकदमै राम्रो छ यो प्रोडक्ट। नमस्कार दर्शक वृन्द, सम्भव मिडियाको अर्को एउटा नयाँ भिडियोमा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। आज हामी आइपुगेका छौं काठमाडौँको गोठाटारमा र घरमा काम गर्ने गृहिणीहरूले सानो आफ्नो घरबाट सुरुवात गर्नु भएको व्यवसाय आज फ्याक्ट्रीमा परिणत भएको छ र आज हामी आइपुगेका छौं कोदाली भेन्चर्समा। कोदाली भेन्चर्सले विशेष गरी स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू चाहिँ नेपाली बजारमा पठाइरहेको छ। पछिल्लो समय अर्ग्यानिक खानुपर्छ, नेपाली गाउँठाउँका उत्पादनहरूलाई हामीले राम्रो लेबलिङ प्याकेजिङ गर्न सक्यौँ भने हाम्रा रैथाने उत्पादनहरू, रैथाने हाम्रा अन्नबालीहरू चाहिँ सहर बजारमा मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा समेत पठाउन सकिन्छ भनेर केही दिदीबहिनीहरूले सुरुवात गर्नुभएको र दाजुभाइहरूले साथ दिनुभएको एउटा व्यवसायको बारेमा आज हामी तपाईँलाई यो भिडियोमा जानकारी दिनेछौँ र खास गरी कसरी बन्छ उहाँहरूको उत्पादन, कस्तो छ फ्याक्ट्री, आज हामी तपाईँलाई उहाँहरूको एज अ प्रोसेसिङ, लेबलिङ, प्याकेजिङ कसरी हुन्छ, के बनाइरहनु भएको छ, स्वास्थ्यवर्धक त भनिएको छ, के वास्तवमै हामीले खाने खाद्यान्नमा त्यो खालको सबै कुराहरूको व्यवस्थापन गरिएको छ अथवा यो एउटा सानो व्यवसायबाट आज ठुला ठुला मार्टहरूमा जान सफल उत्पादनको कोदाली भेन्चर्सको कथा आजको यो भिडियोमा प्रस्तुत गर्नेछौँ। आउनुहोस्, आज हामी उहाँहरूकै गोठाटारमा आइपुगेका छौँ र उहाँहरूको फ्याक्ट्री तपाईँलाई भिजिट गराउनेछौँ, घुम्नेछौँ र उहाँहरूसँग कुराकानी गर्नेछौँ, उहाँहरूले गर्नुभएको उद्यमका बारेमा जानकारी दिनेछौँ। हाम्रा सम्भावनाहरू नेपालमै छन्, चाहना भयो, इच्छा भयो भनेदेखि नेपालमै गर्न सकिन्छ। हाम्रो नेपाल, हामी नेपाली र हाम्रो उत्पादन साँच्चै गौरवपूर्ण छ भन्ने उदाहरण आज प्रस्तुत गर्नेछौँ यो भिडियोमा। र हामी भित्र प्रवेश गरिसकेका छौँ। यति बेला हामीसँग सञ्चालक लक्ष्मी पोखरेल म्याम हुनुहुन्छ, त्यसै गरी शर्मिला अधिकारी म्याम हुनुहुन्छ। नमस्कार, तपाईँहरूलाई स्वागत छ। अब हामीलाई पनि स्वागत गर्नु पर्यो होइन, आज हामी तपाईँहरूकोमा आइपुगेका छौँ। हजुरहरूलाई पनि एकदम हृदयदेखि नै हामी स्वागत गर्न चाहन्छौँ हाम्रो कोदाली भेन्चर्सको फ्याक्ट्रीमा। हजुर, म कुराकानीको सुरुवात चाहिँ लक्ष्मी म्यामबाट गर्छौँ। आज कोदाली भेन्चर्स चाहिँ ठ्याक्कै आफ्नो यात्रा तय गरेको कति समय भयो? स्टार्ट
स्टार्टिङदेखि भन्यो भने हामीले कम्पनी इस्टाब्लिस गरेको ठ्याक्कै माघमा 3 वर्ष पुरा हुन्छ अनि यो बिचको पिरियडमा भनेको हामीले सबै फोकस चाहिँ रिसर्च एन्ड डेभलपमेन्टमै हाम्रो 1.5 वर्षदेखि 2 वर्ष चाहिँ हामी टोटली रिसर्च एन्ड डेभलपमेन्टमै लाग्यौँ ताकि अन्नहरूको रिसर्च गर्नु पऱ्यो त्यसको पौष्टिक तत्त्वहरूको रिसर्च गर्नु पऱ्यो कस्तो खालको फुड बनाउने यसबाट भनेर त्यो रिसर्च गर्नु पऱ्यो अनि त्यो सबै कुराहरूको रिसर्च गर्न हाम्रो 1.5 वर्ष 2 वर्ष लाग्यो र हाम्रो प्रोडक्ट लन्च गरेर मार्केटमा लिएर गएको चाहिँ लास्ट इयरको मङ्सिरदेखि हो मङ्सिरदेखि चाहिँ बजारमा गएको छैन अहिले चाहिँ के उत्पादन छ हाम्रो हामीसँग अहिले 5 वटा आइटम उत्पादन छ जस्तै अब नाम लिनु पर्दाखेरि फापरको फ्लेक्स भेगन प्रो सुपको लागि अर्को बच्चाहरूको लागि भने हट चक्लेट ड्रिङ्क पाउडर भयो कोदो फापरबाट बनेको अर्को प्यानकेक फ्लावर छ हामीसँग कागुनो जौँ फापरहरू जस्तो इन्ग्रेडियन्ट्सहरू राखेर बनाइएको र अर्को चाहिँ ब्रेकफास्ट सेररको लागि भने फापरको फ्लेक्स र चोखो पिठो जुन जौँ र फापरबाट मात्रै बनेको छ त्यो 5 वटा प्रोडक्ट छ उत्पादन चाहिँ बजारमा पठाइरहनु भएको छ अलिकति विगततिर जाउँ न यसको सुरुवात चाहिँ कसरी भएको थियो तपाईँहरू के गर्नुहुन्थ्यो यो उद्यममा यो व्यवसायमा कसरी प्रवेश गर्नुभयो हैन तपाईँहरू दुईजना उस्तै उमेर समूहको जस्तो देखिन्छ के थियो अलिकति त्यो स्टोरी त्यस्तो भन्नाले अब धेरै ठाउँमा मैले त्यो स्टोरी त भनि नै सकेँ कि हामी चाहिँ एउटा नेपालमै अब हामी एक त आमा पनि भइसकेको होइन बच्चाहरू हुर्काउने क्रममा चाहिँ बच्चालाई हुर्काउँदै गर्दाखेरि पनि म आफै पनि अनि उहाँ पनि हामी चाहिँ जङ्क फुडहरूलाई चाहिँ एकदमै अभोइड गर्ने कि बच्चालाई पनि अब हुर्काउँदाखेरि बाहिरको ब्रेडहरू होइन यस्तो यस्तो खानेकुराहरूबाट चाहिँ सकेसम्म टाढै राखेर हामीले हुर्काइराखेको कोदो फापरकै रोटीहरू खुवाएर हुर्काइराखेको है अब यस्तै मलाई पनि म चाहिँ खासमा जब होल्डर हो होइन अनि जब गरिसकेपछि बच्चा हुँदाखेरि चाहिँ म जब सब क्विट गरेर घरमै बसेर नानी हुर्काउँदै गर्दाखेरि चाहिँ आफैले केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने खालको साथीभाइ सर्कलमा कुरा गर्दै जाँदाखेरि चाहिँ अब हामी चाहिँ छिमेकी पनि होइन सँगै बस्छौँ अनि उहाँसँग पनि कुरा गर्दै जाँदाखेरि चाहिँ अब हाम्रो मन पनि मिल्यो भिजन पनि मिल्यो उहाँले पनि नेपालमै केही गर्न पाए हुन्थ्यो भनेर हामी चाहिँ यस्तो नै बाहिर जाने क्रमलाई पनि रोकेर हामी नत्र विदेश जाने तपाईँहरूको एक किसिमको तयारी सोचाइ थियो प्रोसेस भइरहेको थियो कुन देशको प्रोसेस भन्नु मिल्छ हामी चाहिँ एक्चुअली अस्ट्रेलियाको लागि ट्राई गराएको थियौँ एक हिसाबले भन्ने भनेदेखि चाहिँ अस्ट्रेलियाको लागि प्रयास गर्नुभएको भए तपाईँहरू जान सक्नुहुन्थ्यो तर होइन अस्ट्रेलिया भन्दा नि एकचोटि नेपालमै किन ट्राई नगर्ने भनेर तपाईँहरूले चाहिँ प्रयास गर्नु भएन सुरुवातमा चाहिँ कहाँबाट थालनी गर्नुभयो त त्यसको एउटा प्रस्थान बिन्दु भन्छ नि कोदालीको खासमा चाहिँ के भयो भने एउटा रमाइलो कहानी पनि छ कि होइन हाम्रो जुन हट चक्लेट ड्रिङ्क पाउडर बनाउनुभन्दा अगाडि चाहिँ हामी कोदो फापरलाई लिएर कस्तो खालको प्रोडक्टहरू बन्छ भन्दै हामी कहिले चक्लेट बनाउनुतिर लाग्ने कहिले के बनाउनुतिर होइन बारहरू बनाउनुतिर लाग्ने त्योहरू गरिराखेको थियो एक दिन चाहिँ हाम्रो त्यो बाइन्डिङहरू भइरहेको थिएन अनि त्यसमा चाहिँ हाम्रो अब कस्तो भने त्यतिकै प्लेटमा के त्यो बाइन्डिङ नभएको इन्ग्रेडियन्ट्सहरू यतिकै प्लेटमा राखेको थियो नि उहाँले चाहिँ म घरमा लगेर बच्चाहरूलाई खानिदिन्छु भन्ने तरिकाले लानुभएको थियो होइन त्यसपछि चाहिँ मैले बच्चाहरू चाहिँ त्यतिकै डाइनिङमाथि राखिरहेको थिएँ अनि पछि मेरो नानी चाहिँ अहिले 16 वर्षको भयो होइन अनि नानीले चाहिँ उसले चाहिँ बेलुका चाहिँ दुधमा चाहिँ उसले घोलेर खाएछ क्या अनि घोलाए चाहिँ यो त कस्तो हट चक्लेट जस्तो छ अनि बर्नभिटा हर्लिक्स जस्तो छ भनेपछि त अनि ठ्याक्कै क्लिक भयो अनि त्यसपछि हामीले त्यही स्टार्ट गरेर ठ्याक्कै माइक चाहिँ ठ्याक्कै भइहाल्यो र एकदम बजारमा पनि एकदम हाई डिमान्ड छ हाम्रो जस्तो सुरुमा चाहिँ तपाईँले घरबाटै त्यो व्यवसाय सुरु गर्नुभयो कि होइन यहीँ आएर सुरुवात गर्नुभयो अथवा सुरुमा कति किलो लिएर आएर अथवा एउटा कोठाबाट कसरी सुरुवात गर्नु त्यसरी हाम्रो चाहिँ कस्तो भने हाम्रो चाहिँ रिसर्चमै काम भइरहेको थियो किनकि हामी चाहिँ नेपालमै उब्जनी भएको र स्थानीय अन्नहरूमाबाटै हामीले काम गर्नु थियो त्यसबाट एकदम जुनमा त्यसमा कोदो फापर जौमा जुन चाहिँ त्यसमा भएको पोर्सन चाहिँ एकदम हाई बनाएर चाहिँ हामीले बजारमा लिएर आउनु थियो हाम्रो टार्गेट चाहिँ होइन हामी चाहिँ 1.5 वर्षदेखि 2 वर्षसम्म चाहिँ तिनीहरूकै त्यो कोदो फापर जौ कागुनोमै त्यसमै रिसर्च गरिरहेको थियौँ र फाइनली हाम्रो प्रोडक्टहरू चाहिँ 1 by 1 त्यो सक्सेस पनि हुँदै गयो र त्यसरी नै हाम्रो प्रोडक्टहरू निस्केको हो र हामीले कुनै कोठामा त्यसरी गरेको नै एकदम हाम्रो प्लानिङ अनुसारले नै हामीले फ्याक्ट्रीहरू बनाएको यहाँ फ्याक्ट्री सञ्चालन गर्नुभएको चाहिँ कति भयो हाम्रो फ्याक्ट्री 2 वर्ष भयो 2 वर्ष चाहिँ यही ठाउँमा भयो होइन यहाँ त टन्नै ठाउँ लिनु भएको छ त तपाईँहरूले त होइन हामीले यो ठाउँ पुगिरहेको छैन अझ प्रोडक्सन निकाल्नको लागि अझै पनि पुगेको छैन जस्तो एउटा प्रश्न नि तपाईहरू गृहिणी बच्चा हुर्काइरहनु भएको थियो घरमा हुनुहुन्थ्यो विदेश जाने सपनालाई छोडिदिनु भयो अनि त्यति बेला चाहिँ घर परिवारको एउटा त अहिले त विदेश जाने लहर छ नि त
घर परिवारको अनि आफन्तहरूको विशेष गरी आफ्नो श्रीमानको चाहिँ कस्तो साथ सपोर्ट रह्यो, प्रतिक्रिया के रह्यो? म नेपालमै गर्छु भन्दा सुरुमा त गर्छौ तिमीले, कस्तोले त सकेको छैनन् भन्ने प्रतिक्रिया आयो कि के आयो? त्यस्तो केही आएन, किनकि मेरो हस्बेन्डले चाहिँ एकदम उहाँको हस्बेन्डले एकदम सपोर्ट गरिरहनु भएको। उहाँको हस्बेन्ड त अझ यहीँ आएर नै एकदम रिसर्चमा एकदम सपोर्ट गरिदिनुहुन्छ नि। मेरो हस्बेन्डले पनि एकदमै गर्नुपर्छ, आफै गर, कुनै कुरा पनि रिस्क नलिकन कुनै पनि कामहरू सक्सेस हुँदैन भन्ने तरिकाले एकदमै ठुलो सपोर्ट गर्नुभएको छ। यहाँसम्म आउनु नै हाम्रो हस्बेन्डको चाहिँ एकदम ठुलो हात छ। हजुर लक्ष्मी म्याम त्यही हो? त्यही नै हो। जस्तो एउटा श्रीमानको रोल चाहिँ कस्तो हुँदो रहेछ एउटा विवाहित नारीका लागि एउटा व्यवसायमा उन्मुख हुन? मैले त्यो कुरो सुन्नु एकदमै श्रीमानको रोल महत्त्वपूर्ण हो, किनभने श्रीमानले नै यदि तपाईँलाई घरबाट बाहिर जानै दिनु भएन भने तपाईँ कसरी पखेटा उडाएर आफू उड्न सक्नुहुन्छ होइन। मुख्य भूमिका श्रीमानकै हुन्छ होइन, श्रीमान परिवार है। सो जहिले पनि श्रीमानको मैले जब गर्दाखेरि पनि पहिले जब गर्दाखेरि पनि होइन उहाँको चाहिँ भनाइ के हुन्थ्यो नि, तिमीहरू जतिको मान्छेले के जब गरिराखेको, अलिकति आफ्नै केही व्यवसाय सुरु गरे त हुन्थ्यो नि भनेर उहाँको चाहिँ भर्जन नै त्यही नै हुन्थ्यो होइन। अनि सो एकदम फुल सपोर्ट चाहिँ फ्यामिलीबाटै पाइरहेको। के चाह्यो भने सकियो भने हामीले साँच्चै मन लगाएर गर्ने भनेदेखि नेपालमा नि सम्भावना रहेछ। किनभने आज म तपाईँहरूसँग यो संवाद गरिरहँदाखेरि आज बिहान भर्खर एउटा नेपालको सबभन्दा ठुलो सुपरमार्केट भनिनेमा गएर तपाईँहरूले आफ्नो प्रडक्टको चाहिँ डिल गरेर त्यहाँ पठाउने गरी तपाईँहरू आउनु भएको छ होइन। साना भयो भने नेपालमा सकिँदो रहेछ। तपाईँहरूको अनुभवले के भन्छ? एकदमै हो सर, मनदेखि आत्मादेखि आफूले चाहनुपर्छ र चाहेर मात्रै पनि हुँदैन, फेरि त्यो सपना पुरा गर्नको लागि, त्यो चाहना पुरा गर्नको लागि त्यही अनुसार लडेर चाहिँ हिँड्नुपर्छ होइन। हिँड्नु चाहिँ पर्छ। आउँछ एकदम धेरै अब्स्ट्याकलहरू आउँछ, उतार चढावहरू एकदमै धेरै आउँछ होइन। नेपालमा त्यो सम्भावना छ? एकदमै ठुलो सम्भावना छ नेपालमा। कति पैसाबाट सुरुवात गर्नुभएको यो व्यवसाय हो? पैसामै जाँदाखेरि चाहिँ यति उतिहरू ठ्याक्कै पैसाकै चाहिँ छैन होइन, तर सङ्घर्ष चाहिँ यस्तो छ कि होइन। अब हामीले कहिलेकाहीँ घरमा भाडा तिर्नलाई राखेको पैसा पनि हामीले ल्याएर राखेको छौँ भनेदेखि कहिले बच्चाहरूको फी तिर्ने पैसाहरू पनि यही ल्याएर राखेको छौँ। कहिलेकाहीँ साथीभाइ, आमा बुवा होइन, दिदी बहिनी कसँग चाहिँ हामीले सबैसँग सहयोग माग्दै हामीले चाहिँ एउटा यो एउटा कोदाली भेन्चर्सलाई खडा गर्न सफल भएको छौँ। पहिलाको सुरुको स्टार्टिङ पेजदेखि हामी गर्दै आउँदाखेरि चाहिँ अहिले हाम्रो जो 5 माथि पुगिसकेको छ। त्यसमै हामी चाहिँ खुसी छौँ। अहिले चाहिँ जो लगानी यहाँ थप्नु भयो भनेको अहिलेसम्मको लगानी कति हो तपाईँहरूको? हामी चाहिँ त्यही हो, अहिले चाहिँ अब यस्तो सबै ओभरअल हाम्रो एसेसहरू सबै हेर्दाखेरि चाहिँ 5 करोड माथिको चाहिँ हाम्रो 5 करोडभन्दा बढी लगानीमा चाहिँ कोदाली भेन्चर्समा तपाईँहरूले अगाडि बढिसक्नु भएको छ होइन। यत्रो लगानीसम्म पुग्नका लागि रिस्क त लिनु नै भयो। हजुर एकदमै ठुलो रिस्क लिएको छौँ हामीले। अब चाहिँ के छ, अलिकति उत्साह भरिएको छ तपाईँहरूको अनुहारले त? अलिकति उत्साह नै कि यस्तै हो के हो? एकदमै धेरै उत्साह भरिएको छ, किनभने लगत्तै हामी दसैँ हाम्रो मङ्सिरदेखि हामी सेल सुरु गऱ्यौँ भनेर भन्यो होइन। हामीलाई धेरै ठाउँमा रिकग्निसन पनि गर्नुभएको छ, सरकारी स्तरबाट पनि अहिले हामीलाई चिन्न थाल्नु भएको छ होइन। अब एकदम फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन जुन FAO छ, उहाँहरू त एकदमै धेरै हाम्रो प्रोडक्टहरू देखेर एकदमै धेरै खुसी पनि हुनुभएको छ। नार्क हुनुभयो, जस्तो नार्कले त अलिकति कन्ट्र्याक्ट यो फापरको कन्ट्र्याक्ट फार्मिङमा कुरा पनि अगाडि बढाइराखेको छौँ हामीले होइन। त्यो सबै गर्दै आउँदाखेरि अर्को हाम्रो एकदम सफलता भनेको चाहिँ हामीले अहिले बिग मार्ट जस्तो सुपर मार्केटमा हाम्रो सामानहरू पुऱ्याएर सेल्स गर्न सफल भएको छौँ। के मार्टमा पुऱ्याएर सेल्स गर्न सफल भएको छौँ। आजकै दिन अघि हजुरले भनिहाल्यो, आजकै दिन हामीले चाहिँ भातबटिनमा गएर अब हाम्रो पनि सामान भातबटिनमा राख्नको लागि घरमा डेलिभरी नै गरिरहनु भएको छ। कुनै समय चाहिँ यस्तो पनि भएको थियो कि जुन हामीलाई चाहिँ एकदम पैसाको अभाव थियो नि, त्यतिखेर चाहिँ हामी एकदम थाकेको जस्तो पनि हामीलाई कुनै समय चाहिँ फिल भएको थियो कि एकदम थाकेको। बिक्री वितरण त नहुने त हुँदै होइन हाम्रो प्रोडक्ट होइन। अब त्यो किन रिसर्चमै हाम्रो धेरै खर्च भएको छ नि, त्यो गर्दा कहिलेकाहीँ चाहिँ एकदमै थाकेको जस्तो फिल हुन्थ्यो। तर हाम्रो मन आत्मालाई चाहिँ यति विश्वास थियो कि हामीले चाहिँ प्रोडक्ट यति राम्रो ल्याएको छौँ, किनकि हरेक हाम्रो कस्टमरहरू चाहिँ एकदम सेटिस्फाई हुनुहुन्छ भन्ने चाहिँ त्यो चाहिँ विश्वास थियो। नभन्दै हाम्रो प्रोडक्ट चाहिँ अहिले आएका प्रतिक्रियाहरूबाट ओहो तपाईँहरूले कस्तो राम्रो प्रोडक्ट बनाउनु भएको छ, एकचोटि प्रयोग गरिसकेको पटक खोज्छन् होला। एकदमै त्यही नै हाम्रो सबभन्दा ठुलो खुसी भनेको नै त्यही, जुन चाहिँ जसले हाम्रो पहिलोचोटि उहाँले किन्नु भयो नि,
सेकेन्डचोटि थर्डचोटि नै उहाँले लगिरहनु त्यसमै छौँ क्या हामी खुसी चाहिँ हाम्रो प्रोडक्ट चाहिँ यस्तो राम्रो बनेको रहेछ भन्ने कुरा चाहिँ हामी ढुक्क छौँ कि वा जस्तो कस्टमरहरूको डिमान्डकै कारणले गर्दाखेरि हामीले बिग मार्ट भातबटिनी के मार्ट लगायत अन्य अर्ग्यानिक स्टोरहरू जुन अब हजुरको घर अगाडिहरूको अर्ग्यानिक स्टोरहरूमा पनि काठमाडौँ भ्यालीभित्र मात्रै होइन कि काठमाडौँ भ्यालीभित्र पनि स्टोरहरूमा पुर्याउन सक्नु भनेको चाहिँ कस्टमरकै डिमान्ड भएको कारणले गर्दाखेरि हामीले पठाइरहनु भएको छ होइन अनि अहिले चाहिँ कहाँ जान्छ त्यहाँ लगायत उपत्यका भ्याली बाहिर नि जान्छ अथवा अहिले त विदेशतिर पठाउने पनि चलन छ के छ कहाँ पठाउनु भएको छ अहिले चाहिँ हाम्रो चाहिँ नेपाल अधिराज्यभरि नै हाम्रो पाउँछ प्रोडक्टहरू चाहिँ अनलाइन डेलिभरी सबै नेपाल अधिराज्यभरि नै पाउनुको साथै हाम्रो चाहिँ अब यो के अरे धरान विराटनगर चितवन पोखराको मार्टहरूमा पनि हाम्रो यो प्रोडक्टहरू पाउँछ साथै हाम्रो अर्ग्यानिक मार्टहरूमा विशेष गरी चाहिँ प्रत्येक अर्ग्यानिक मार्टहरूमा चाहिँ हाम्रो यो प्रोडक्टहरू पाउनुहुन्छ साथै हाम्रो विदेशमा पनि हाम्रो अहिले युएसए र अस्ट्रेलियामा पनि अलिकति ट्रायलहरू गरिरहेको छौँ अब जस्तो हाम्रो खाने संस्कृति किनभने तपाईँले अघि एउटा कुरा गर्नुभयो नि गृहिणी भनेर हाम्रो बालबच्चाहरूलाई अहिले चाहिँ एकदमै अर्ग्यानिक कुरा खुवाउनुपर्छ हाम्रो मैदा हाम्रो लागि घातक भइसक्यो चिनी हाम्रो लागि घातक भइसक्यो हाम्रो स्वास्थ्य बिग्रिँदैछ हामी अर्ग्यानिकतिर जानुपर्छ भन्दाखेरि चाहिँ हाम्रो खानेकुरा अब बदल्न जरुरी छ कि छैन तपाईँहरूलाई के लाग्छ एकदमै जरुरी छ नि सर हाम्रो आफ्नो भान्सा सुधार्यो भने नै त आफ्नो स्वास्थ्य पनि सुधार्न सक्छौँ मेन भनेको हाम्रो भान्सा नै सुधार्न जरुरी छ भान्सा चाहिँ सुधार्नुपर्छ होइन तपाईँहरूले आफ्नो प्रोडक्ट बनाउँदाखेरि सबभन्दा बढी के कुरामा चाहिँ ख्याल गर्नुहुन्छ आफ्नो ब्रान्ड नबिग्रियोस् भन्नलाई कस्टमरको मन जित्नलाई जस्तो सर सफाइका कुरा ल्याउनु पर्ने कुरामा कम्प्रोमाइजै नगर्ने भनेको चाहिँ के हो हाम्रो चाहिँ कम्प्रोमाइजै नगर्ने भनेको कुरा चाहिँ एउटा चाहिँ सरसफाइ हो जुन हामी जुन तरिकाले हामीले अन्नहरूलाई लिएर आएपछि सफा गर्ने केलाउने भिजाउने हामीले घरमै गरेर खाने प्रोसेस नै हामीले यहाँ गरिरहेको हुन्छौँ कि ताकि हाम्रो बच्चाहरूलाई पनि यहीँको प्रोडक्टहरू हामीले खुवाउने होइन हामीले हाम्रो बच्चालाई आँखा चिम्लेर खुवाउन सक्छौँ भनेन त दोस्रोले पनि त्यो प्रोडक्टहरू आँखा चिम्लेर खुवाउन सक्नुहुन्छ भन्ने नै हाम्रो अभिप्राय हो जस्तै हाम्रो प्रोडक्टहरूमा हामीले चिनी राखेर उत्पादन गर्दैनौँ चिनी कुनैमा राख्नु कुनैमा पनि व्हाइट सुगर चाहिँ हुँदैन हामी सुगरको के राख्नुहुन्छ त गुलियोको लागि सक्खरको धुलो सक्खर राखेर प्रयोग गर्छौँ भने अर्को चाहिँ मैदा हामी युज गर्दैनौँ होइन अनि त्यस पछाडि हामी प्रिजर्भेटिभमा जाँदैनौँ आर्टिफिसियल कलरहरू राख्दैनौँ त्यो तरिकाले हामीले हाम्रो प्रोडक्टहरू बनाइराखेको हुन्छौँ भनेदेखि कसरी हाम्रो कस्टमर अनि अर्को चाहिँ तपाईँहरूले जस्तो टुसा उमारिएको भयो होइन जडीबुटीबाट बनेको अलिकति प्रोटिनयुक्त भयो होइन विभिन्न कुराहरूका लागि पनि तपाईँहरूले गर्नुभएको छ यो टुसा उमारेर त्यसको पिठो टुसा उमार्नु त अर्को एउटा राम्रो मानिन्छ यी कुराहरूलाई चाहिँ अझै बढी यसलाई बनाउनलाई चाहिँ के गर्नुभएको छ तपाईँहरूले जस्तो हजुर जस्तो अब टुसा उमारेर बनाउने भनेको हाम्रो सबै इच एन्ड एभ्री प्रोडक्टमा जुन इन्ग्रेडियन्ट्सहरू हामीले युज गरिरहेको अन्नहरू हुन्छ त्योहरू चाहिँ सबै धुइ नै पखाल्ने कति घन्टा कुन अन्नलाई भिजाउनुपर्छ हाम्रो सबै त्यो यता डिपार्टमेन्ट छुट्याइरहेको हुन्छ होइन त्यो डिपार्टमेन्टले हेर्नुहुन्छ लक टेबलहरू बनाउनुहुन्छ जस्तो फापरलाई कति घन्टा कोदोलाई कति घन्टा जौँलाई कति घन्टा डिफ्रेन्ट हुन्छ क्या त्यो भिजाउने उस पनि कुनैलाई 8 घन्टा चाहिन्छ भने कुनैलाई 6 घन्टा चाहिन्छ होइन हो त्यो तरिकाले भिजाउँछौँ टुसा उमार्छौँ र यो टुसा उमारेको खानालाई जस्तो हाम्रो अहिले एकदमै चलन चल्तीमा चाहिँ स्यालेडहरू खायो भने मुङ दाललाई टुसा उमारेर घरमै चनालाई गेडागुटलाई घरमै टुसा उमारेर हामीले जुन खाइरहेको छौँ नि त्यही चलनलाई चाहिँ हामीले अलिकति विस्तारित रूपमा बनाउन सक्यौँ भने सबैको घरमा त्यो खालको खानेकुराहरू पुर्याउन सक्छौँ हजुर अब अहिले कतिलाई रोजगारी दिनुभएको छ के छ आगामी लक्ष्य अलिकति यो बताइदिनुहोस् हजुर अहिले चाहिँ हामीले चाहिँ 20 जनालाई हामीले रोजगार दिइरहेको छ 20 जनालाई हिजो चाहिँ अब अस्ट्रेलियातिर लाग्नु पर्यो क्यारे रोजगारीको लागि भन्ने तपाईँहरू आज नेपालमा नै 20 जनालाई रोजगारी दिनुभएको छ हजुर हजुर अहिले हामी चाहिँ 20 जना छन् हाम्रो सबै लेडिज नै हुनुहुन्छ लेडिज नै हुनुहुन्छ एकजना भाइ हुनुहुन्छ जुन चाहिँ यता बोक्न यताउति हेल्प गर्न लागि एकजना यहीँ फ्याक्ट्रीमै बस्नुहुन्छ एकजना भाइ हुनुहुन्छ अनि हामी यहाँ चाहिँ अहिलेसम्म 3 जना मात्र हुनुहुन्छ एकजना भाइ हुनुहुन्छ अनि एकजना रिसर्चको लागि सर हुनुहुन्छ भने अनि अर्को चाहिँ मेसिनहरू हेर्नको लागि हुनुहुन्छ जे भए पनि तपाईँहरू हिजो ओहो अलिकति इन्गेज हुनुपर्छ क्यारे जागिर छोडेर घरमै बस्नु त गाह्रो पो हुँदो रहेछ भनेर केहीमा इन्गेज हुन खोज्नु भएको व्यक्ति आज 20-25 जनालाई नेपालमै रोजगारी दिनुभएको छ प्रत्यक्ष रूपमा यसले अप्रत्यक्ष फाइदा गर्ने कुरा त छँदै नै छ होइन कतिको खुसी
यो अनि अर्को साझेदारको पार्टनर फेरि होइन के हुँदो रहेछ त्यो खुसी त एकदमै अब एकदम हामी चाहिँ फेरि काम गर्दाखेरि चाहिँ एकदमै इन्जोय तरिकाले गर्ने हो होइन हामी अब बिहान कहिले 6 बजे दौडेको हुन्छौँ बेलुकाको चाहिँ 7-8 बजे आएको हुन्छौँ होइन एकदम त्यो कामलाई चाहिँ एकदम इन्जोय तरिकाले गर्ने त्यसमा चाहिँ हामी एकदमै अर्को कुरा भनेको चाहिँ होइन हामीले यहाँ जस्तो कस्तो खालको इन्भाइरोमेन्ट क्रिएट गरेको छौँ भनेदेखि कुनै पनि दिदीबहिनीहरू हाम्रो आफ्नो परिवार नै हुनुहुन्छ क्या जस्तो अब यहाँभित्र आइसके पछाडि होइन उहाँहरूलाई चाहिँ आज 10 देखि 5 को ड्युटी सकेर बाहिर जान्छु भन्ने खालको फिल गर्नुभन्दा पनि होइन मेरो यो काम हो 6 बजोस् कि 7 बजोस् मैले यति काम सकेर मात्रै म बाहिर जानुपर्छ भन्ने खालको तपाईँहरूसँगको यो संवाद मेरो पनि दोस्रो तेस्रो नै होला होइन आफ्नो प्रोडक्ट चिनाउन तपाईँहरूले गर्नुभएको स्ट्रगलको केही अंश मैले पनि लिएको छु त्यो र आज नै धेरै फरक भइसकेको छ 1-2 वर्ष अगाडि र आज नै होइन आफ्नो प्रोडक्ट चिनाउनलाई कति समय मेहनत गर्नु पर्यो त्यो चाहिँ एकदमै धेरै गर्नुपर्छ दिन रात त्यो त एकदमै एउटैमा झुक्का भएर चाहिँ त्यो एकदम लागि पर्नुपर्छ त्यो चाहिँ अब तपाईँहरूको प्रोडक्ट यति धेरै कुरा त गरिसक्यो हामीले फ्याक्ट्री पनि घुमिसक्यो तपाईँहरूका उत्पादनहरू पनि हेऱ्यौँ सबै कुराहरू देख्यौँ होइन अब यी उत्पादनहरू कहाँ कहाँ पाइन्छ कसरी प्राप्त गर्न सकिन्छ अर्डर कसरी लिन सकिन्छ अथवा ल अब हामीलाई चाहियो भन्नेहरूले के गर्न सक्छन् हाम्रो एकदम सजिलो भनेको चाहिँ हजुरहरूले बिग मार्टमा हजुरको 2 पाइला हिँड्नु भएपछि बिग मार्ट अहिले जहाँ पनि छ बिग मार्टमा हजुरले हाम्रो 3वटा प्रोडक्ट पाउनुहुन्छ अहिलेको लागि चाहिँ हामी अरू 2टा प्रोडक्ट पनि थपिहाल्छौँ होइन अहिलेको लागि चाहिँ हट चक्लेट माइट्रिस ड्रिङ्क पाउडर फापरको फ्लेक्स र चोखो पिठो यो 3वटा चाहिँ बिग मार्टमा पाउनुहुन्छ के मार्ट जुन ललितपुर एरियामा अलिक धेरै छ के मार्टमा चाहिँ हाम्रो 5वटै प्रोडक्ट पाउनुहुन्छ अब एकदम छिटै भाटबटीमा पाउनुहुन्छ आज बल्ल डिल गरिरहेको छौँ अब अर्डर आउँछ र अब हामी भाटबटीमा प्लेसमेन्ट गर्छौँ माघभरिमा भाटबटीमा पनि पाउनुहुन्छ भने अरू अर्ग्यानिक सपर हुन्छ नि जस्तो टोखामा अर्ग्यानिक भेन्चर मार्ट भनेर छ विराटनगरमा एउटा अर्ग्यानिक घर भनेर छ धरानमा सोताङ अर्ग्यानिक भनेर छ यस्तो खालको अर्ग्यानिक घरहरू चाहिँ भ्यालीभित्र मात्र होइन कि भ्याली बाहिर पनि हामीले सामानहरू पठाइरहेको छौँ अर्को चाहिँ सफल मार्ट भनेर बुटोलमा चितवनमा अनि नेपालगञ्जमा काठमाडौँ भ्यालीभित्र पनि 2-3 ठाउँमा पाउनुहुन्छ यस्तै गरेर हामीले एकदमै धेरै फैलाइरहेको छौँ भने अनलाइन डेलिभरी पनि हामीले एकदम मजाले गरिरहेको छौँ एकदम फेसिलिटी दिइरहेको छौँ किनभने कोही व्यक्तिहरू हुनुहुन्छ कि 10 to 5 जब गर्नुपर्ने हुन्छ उहाँहरू मार्टमा गएर किनेर ल्याएर म भ्याउँदिनँ मलाई अफिसमै पठाइदिनु न भन्ने खालको कस्टमरहरूलाई पनि हामी एकदम राम्रोसँग इन्टरटेन गर्छौँ अफिसमै हजुरले हामीसँग वाट्सएप नम्बर छ मेसेन्जर छ इन्स्टाग्राम छ टिकटक छ होइन सबै सोसियल मिडियाबाट हजुरहरूले अर्डर गरेर हामीलाई चाहिँ अनलाइन पनि डेलिभरी गरिदिने फेसिलिटी दिएको छौँ करोडौँको लगानी 20-25 जनालाई रोजगारी यत्रो संरचना थपिरहनु भएको छ अझै नि लगानी त जहिले पनि थप्नुपर्छ थपिरहनु भएको छ फ्युचर प्लान के छ अझै तपाईँहरूको अलिकति सुन्न मन लाग्यो कहाँसम्म पुग्ने एउटा हुन्छ नि एम त बनाउनु भएको छ नि हाम्रो चाहिँ अब यो कोदाली भेन्चर्स भन्ने चाहिँ हाम्रो चाहिँ अब यो नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा चाहिँ हामीले सबैजनालाई कोदाली भेन्चर्सको चाहिँ यस्तो प्रोडक्ट छ है एउटा कोदाली ब्रान्डको चाहिँ यो प्रोडक्ट है भनेर चाहिँ मान्छेले आँखा चिम्लेर खाने हिसाबले चाहिँ सबैले चिनुन् भन्ने चाहिँ हाम्रो टार्गेट चाहिँ एकदम त्यो सपना छ त्यो चाहिँ सबैजना युरोपमा रहने एउटा नेपालीले पनि नजिकैको त्यहाँको मार्टमा गएर कोदालीको खोज्योस् होइन उतापट्टि अमेरिकामा रहने अथवा यता मिडल इस्टमा रहनेले पनि त्यहाँ गएको सुपर स्टोरहरूमा चाहिँ ओहो यो नेपाली प्रोडक्ट भनेर खाने स्थिति बनाउन तपाईहरु लाग्नु भएको छ हजुर त्यसमा चाहिँ फेरि हाम्रो प्रोडक्ट चाहिँ कोदालीको प्रोडक्ट चाहिँ बच्चादेखि बुढासम्मलाई हुने प्रोडक्टहरू छ क्या हामीसँग चाहिँ एकदम अर्ग्यानिक स्वास्थ्यको लागि अर्ग्यानिक स्वास्थ्य भनिसकेपछि चाहिँ कोदाली भेन्चर्सलाई सम्झिनुहोस् एकचोटि भन्ने खालको चाहिँ बनाउने योजना छ यो चाहिँ हाम्रो मिठे फापर भयो होइन मिठे फापरलाई चाहिँ हामीले भिजाएर अनि टुसा उमारेर कहाँबाट आएको मिठे फापर यो चाहिँ हाम्रो अब विभिन्न नेपालको विभिन्न जिल्लाहरूबाट आउँछ कहिले सुर्खेतदेखि आउँछ कहिले चाहिँ ओखलढुङ्गाको पनि आउँछ होइन कहिले यता सोलुतिरको आउँछ ठ्याक्कै एकै ठाउँबाट भएछ नि नेपालको विभिन्न जिल्लाबाट हामी कलेक्सन आउँछ यो यहाँभन्दा अगाडि के यसलाई भिजाइएको थियो यसलाई पहिला भिजाइएको थियो पहिला केलाइयो अनि त्यसपछि मजाले सफा गरेर भिजाइसकेपछि अब यसलाई सुकाउनको लागि चाहिँ हामी बाहिर घाममा भन्दा पनि ड्रायरहरूमै ड्रायरमा सुकाउनको लागि अहिले यहाँले कस्तो राम्रो रहेछ है हजुर यहाँ हेर्नुहोस् हेर्दा पनि अब यसको अब यसलाई चाहिँ हाम्रो चोखो पिठो भनेर छ हामीसँग होइन टुसा उमारेको जौ र फापरबाट बनेको पिठो टुसा उमारेको जौ र फापरबाट बनेको एकदमै हाइजिनिक हजुर त्यसमा हामीले गहुँ मिक्स गरेको
गरेको छैन, अरू केही पनि मिक्स गरेको छैन, मात्र जौ र फापरबाट बनाइएको जौ र फापरबाट हजुर। त्यसको चाहिँ सुक्खा रोटी पनि खान सक्नुभयो, गिलो रोटी पनि बनाएर खान सक्नुभयो। त्यसको प्रिपरेसनको लागि यो सब गरिँदैछ। धेरै चाहिँ अहिले केमा रुचाइरहनु भएको छ यो? हाम्रो प्रोडक्ट यो चोखो पिठो चाहिँ स्पेसल्ली अलिकति हेल्थ कन्सियस, जसले चाहिँ अलिकति म आटा मैदा खाँदिनँ, मलाई सुगरको रोगी छु म भन्नुहुन्छ नि, त्यस्तो खालको कन्ज्युमरहरू बढी हुनुहुन्छ हाम्रो यो चोखो पिठो युज गर्नु। उहाँहरूको लागि एकदमै राम्रो। एकदमै। अब यतापट्टि देखाइदिनुहोस्, यहाँ यसरी कति समय यसरी ड्रायर गर्नुपर्छ, के पर्छ यो? हाम्रो यो चाहिँ ड्रायर भयो होइन, हजुर। यसलाई यो अब यो वाउ। मजाले यसरी सुकाइन्छ है ड्रायरमा। यो ट्रेहरू भयो। अब यो ट्रेलाई चाहिँ हामी यहाँ ड्रायरभित्र राख्छौँ। यहाँ ड्रायरभित्र चाहिँ हामी लगेर राख्छौँ। ए यहाँ लगेर हजुर, राख्नुहुन्छ यो हैन? जुन तातो आइरहेको छ नि, हजुर हजुर। यो ड्रायरभित्र लगेर यसमा हिटिङ हुन्छ भनौँ न। हजुर, हजुर। कति समय राख्नुपर्छ यो चाहिँ? यो सुक्नको लागि चाहिँ ठ्याक्कै हामीलाई 8 देखि 10 घन्टा लाग्छ यो सुकेर, अनि हामीले मिलिङको लागि रेडी गर्नको लागि 8 देखि 10 घन्टाभित्र यो सुकेको हुन्छ। अनि त्यस पछाडि यो हाम्रो यो जुन अहिले फापर मैले यो देखाइरहेको छु नि होइन, हजुर। यो फापर चाहिँ एउटा मात्रै प्रोडक्ट अहिले चोखो पिठो भने होइन, यो फापर हो, चाहिँ यसबाट यो पिठोबाट के बन्छ तपाईँहरूकोमा? यो पिठोबाट त सुक्खा रोटी र गिलो रोटी बन्ने भयो। यो फापर चाहिँ हामीले अर्को हाम्रो प्रोडक्ट फापरको फ्लेक्स जुन चाहिँ ब्रेकफास्ट सिरियल हो होइन, हजुर। त्यो पनि बनाउनलाई युज गरिन्छ। अनि अर्को हाम्रो जुन हेल्दी ड्रिङ्क हाम्रो हट चक्लेट ड्रिङ्क छ नि, त्यसमा पनि हामीले कोदो र फापरलाई नै राखेर बनाएको छौँ होइन, त्यो पनि बनिन्छ। अर्को चाहिँ फेरि हाम्रो प्यानकेकको जुन गिलो रोटी बनाउने पिठो छ, कागुनो राखेर बनाएको, कागुनोमा यो फापर पनि एड गर्न पर्छ। यो फापर चाहिँ हाम्रो 4वटा प्रोडक्टमा युज हुन्छ क्या सर, यही फापर। अब यहाँ चाहिँ के हो, यो मेसिनको काम के हो, यसले के गर्छ, अलिकति बताइदिनुहोस् न विस्तृतमा। यो चाहिँ हाम्रो अर्को हिट पम्प ड्रायर नै हो यो पनि होइन। यसमा चाहिँ स्पेसली हामीले हाम्रो यो फापरको फ्लेक्स मात्रै सुकाउने काम गर्छौँ। फापरको फ्लेक्स सुकाउनुहुन्छ यसमा हजुर, चाहिँ हैन? यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो मजाले यहाँ फापरको फ्लेक्स तयार भएको छ। ए फापरको फ्लेक्स। हजुर, यो ठ्याक्कै हजुर। फापरको फ्लेक्स। यो चाहिँ ब्रेकफास्टको लागि दुधमा, दहीमा, बच्चाहरूदेखि बुढाबुढी, सुगरको रोगीहरू होइन, जसले पनि खान सक्नुभयो क्या। यो चाहिँ एकदम हेल्दी भयो, टुसा उमारिएको हुन्छ, त्यसपछि यसलाई फ्लेकिङ गरेर यसरी मजाले अनि यो सुकाइएको हुन्छ। अनि यो मजाले ड्राई भएपछि हामी मोइस्चर चेक गर्छौँ। मलाई यहाँ आएर हेरिसके पछाडि चाहिँ कहिले कहिले प्याकेजका खानेकुराहरू खानलाई डराउनु पर्ने स्थिति छ नि, हजुर। तपाईँहरूको ब्रान्ड चाहिँ निर्धक्कका साथ जसले पनि खाँदा हुन्छ जस्तो लाग्यो होइन, यसरी गर्नु भएको छ। हो नि सर, अब प्याकिङमा पनि प्लास्टिकको बट्टा नै हामीलाई अप्सन पनि नभएर हामीले त्यो रोज्नु पर्ने हो। एकदम मिनिमम प्रोसेस फुड हो होइन, बट्टा भनिसकेपछि जसले पनि हाइली प्रोसेस फुड भनेर भन्नुहुन्छ। अब अलिकति उद्यम गर्दाखेरि आधुनिक मेसिनहरूसँग पनि अभ्यस्त हुनुपर्छ। तपाईँहरूले त घरबाट प्याकिङ गर्दै घरबाट सुरुवात गर्नुभएको व्यवसाय आज एउटा फ्याक्ट्रीको रूपमा विकसित भइराखेको छ। यो मेसिन पनि के हो बताइदिनुहोस् न, अरूलाई पनि उद्यम गर्नेहरूलाई अलिकति काम लाग्छ। हजुर, हामीले यो अब मैले मसँग यहाँ भएको ड्रायर धेरै चाहिँ हामीसँग ड्रायर नै हुन्छ, मिक्सरहरू पनि हुन्छ। यो चाहिँ स्पेसल्ली ड्रायर नै भयो होइन, हाम्रो फापरको फ्लेक्स सुकाउनको लागि। यसमा चाहिँ हामीले यो आइसमे कम्पनीबाट लिएर आएको होइन फापरको फ्लेक्स, किनभने फापरलाई हामी अरू जौहरूसँग अरू ग्रेन्सहरूसँग चाहिँ मिक्स गर्नु हुँदैन, यो ग्लुटेन फ्री हो होइन, स्पेसली त्यो प्रोडक्सनको लागि यसरी अलिकति पनि मिक्स नहोस् भनेर त्यसमा तपाईँहरू सेन्सिटिभ हुनुहुन्छ। हजुर, एकदम स्पेसली किनकि हामीले ग्लुटेन फ्री भनेर क्लेम नै गरिसके पछाडि त्यसको लागि भनेर छुट्टै एउटा मेसिनमा मात्रै हामी फापर फ्लेक्स प्रोडक्सन गर्छौँ। यो चाहिँ के हो म्याम खासमा? यहाँ हजुरले हेर्न सक्नुहुन्छ, यो चाहिँ हामीले जौलाई पहिला भिजायौँ होइन, अनि त्यस पछाडि फेरि त्यसलाई पनि हामीले यो मेसिन ड्रायर नै गर्ने गरेको छ। हामी कुनै पनि अन्नहरूलाई चाहिँ बाहिरको घाममा अथवा बाहिर खुल्ला ठाउँमा राखेर सुकाउँदैनौँ कि, सबै यसरी मेसिनहरूमै सुकाउँछौँ। अघि मैले भने फापर सुकायौँ अघि हामीले एउटा मेसिनमा, यो चाहिँ अर्को जौँ सुकाएको। जौलाई मजाले यो कक्रक्क हुने बेलासम्म हामी यहीँ सुकाउँछौँ र अनि चोखो पिठो, त्यस पछाडि हाम्रो त्यो हट चक्लेट ड्रिङ्क पाउडरमा राख्नुको, हट चक्लेट होइन हाम्रो प्यानकेकमा राख्नुको लागि पनि हामीले यही युज गर्छौँ। अर्को छ हाम्रो जौँ युज हुने भयो, यो चाहिँ माटा मुनि भनौँ न, माटा माथि अत्यन्तै धेरै फल्ने भनेर भनिने, स्वास्थ्यका लागि पर्याप्त फाइबर प्राप्त हुने जौ। हजुर, यो चाहिँ जौ होइन, यो चाहिँ जुम्लादेखि लिएर आएको जौ हो। जुम्लादेखि ल्याउनु भएको जौ। हजुर हजुर। भनेपछि यो त अत्यन्तै अर्ग्यानिक पनि भयो नि होइन, किन भन्दाखेरि यसमा औषधिहरू केही प्रयोग नगरिएको, मजाले हेर्न सक्नुहुन्छ। यहाँ किसानहरूले उत्पादन गर्नुभएको, नेपाली किसान दाजुभाइ दिदीबहिनीहरूले उत्पादन गर्नुभएको अन्नलाई हामीले यहाँ यति मजाले यहाँ ल्याएर प्याकेजिङ लेबलिङ गरेर आज राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा एक हिसाबले भनौँ पठाइरहनु भएको छ, अठोट गरिराखेको छ।